मेरो श्रीमान बित्नु भएको वर्ष दिन मात्र भएको थियो। बालबच्चा भएका थिएनन्। हुन पनि कसरी? ऊ बेला मेरो उमेर पनि सानै थियो। श्रीमान बितेको वर्ष दिनसम्म माइती जाने अनुमति थिएन। वर्ष दिनको काम सकेर बल्ल माइत गए। म कति दुःखी थिएँ। त्यसको त लेखाजोखा गरी साध्य थिएन। तर त्योभन्दा बढी त मेरी आमा दुःखी हुनुभएको रहेछ। मलाई देख्दै आमा अङ्गालो हालेर रुन छाल्नुभयो। भन्दै हुनुहुन्थ्यो, यस्तो पहाड जस्तो जीवन कसरी बिताउँछिस्? उता पिँढीमा झोक्राएर नसेका बाका आँखा रसिला थिए। म नबोली बा र आमालाई हेरिरहेँ। मेरी साथी कमला श्रीमानसँग हातेमालो गरेर माइत आउँथी। कहिले कता छ घुमेको र स्वादिलो परिकार खाएको अनि श्रीमान श्रीमती बीचको रासलीला इजेर सुनाउँथी। बाहिर फुस्सो हाँसो हाँसे पनि भन्ने मन अमिलो थियो। रहँदा बस्दा एक दिन मैले आमासँग भने, आमा, मलाई पनि तपाईँको जस्तै रातो साडी लगाउन मन छ। एउटा रातो साडी दिनु न। आमाले एकपटक मलाई हेर्नुभयो अनि एउटा हरियो साडी र पहेँलो चोलो ल्याएर दिँदै, रातो लगाउने भाग्य भगवानले खोसे नानी, अब यस्तै लुगा लगा। आमाले दिएको हरियो साडी र पहेँलो चोलो लगाएर म बजार जान तयार भएँ। नयाँ पहिरनमा ठाटिएर होला। एकपटक ऐना अगाडि उभिए। आफूलाई बिछुट्टै राम्री लाग्यो। हरिया लतिका बीच फुलेको पहेँलो फूल। आहा, खासमा म प्रकृतिकै उपहार नहुँ? म मुसुक्क मुस्काए। मेरो क्रियाकलापहरूलाई भाउजूले नियालिरहनु भएको रहेछ। भान्साबाट चिच्याउँदै भन्नुभयो, विधुवाहरूले यस्तो पहिरनमा हिँड्न थालेपछि हामीलाई समाजले गलत दृष्टिले हेर्छ। हाम्रो बेइज्जत हुन्छ। भाउजूको कुरालाई दाजुले सहमति जनाउँदै भन्नुभयो, बाउनकी छोरीको चटक भनी गाउँभरि हल्ला छ। अर्काको सिसोबासो हाम्रो टाउको दुखाइ। यसलाई भोलि नै घर पठाइदिनु बा। बाले तुरुन्त सहमति जनाउनुभयो। सायद बाको आँखामा पनि म बिझाएकी थिएँ। भोलिपल्ट मलाई घरतर्फ पठाइयो। एक्लो बृहस्पति त झुटो हुन्छ भन्छन्। म परे विधुवा। मेरो कुरा कसले सुन्ने? हुने खाने घरकी जेठी बुहारी म। जताततै ससुराका धन्सार थिए। ससुराले बोलेपछि अरूले बोल्ने हिम्मत गर्दैन थिए। त्यसैले ससुराले मलाई भान्साको काम जिम्मा दिनुभयो। चोलो खोलेर भात पकाउनु पर्ने चलन। एकबाट अर्को धन्सार जाँदा ससुराले बुहारी मिठो खाना बनाउँछे, मसँग हिँड भन्नुहुन्थ्यो। बिचारा सासू नजा भन्न नसक्ने। खासमा सासूको कुनै हैसियत थिएन। ससुरा 18 वर्षको हुँदा मेरो श्रीमान जन्मनु भएको रे। त्यसैले ससुरासँग मेरो उमेर त्यही 20 वर्षले फरक न थियो। एक दिन जग्गा पास गर्ने कामको लागि ससुरा सदरमुकाम जाने काम पर्यो। मैले सोचे धेरै दिनको अलमल हुने भएकोले पक्कै सासूलाई लिएर जानु होला। तर त्यसो भएन। बिचारा सासूले भन्नुभयो, विधवा बुहारी लिएर हिँड्दा गाउँ समाजले कुरा काट्छन्। हजुरको सेवा म नै गर्छु। ससुरा बाले चिलले चल्ला झम्टे झैँ सासूलाई झम्टनु भयो। तेरीमा अलछच्छिना आइमाई, जेठी बुहारी जतिको लछिनको त छस् र लिएर हिँड्नलाई। बाहिर जे भए पनि ससुराले सासूलाई हापकाएकोमा भने म चाहिँ धेरै खुसी भएँ। त्यति नगरे म ससुरासँग जानै नपाउने। हुन प सासूभन्दा विश्वासिलो म नै थिएँ। यताकता मलाई पनि सासू कसिङ्गड बिझाए झै लाग्यो। तर के गर्नु? आन म्यान घिउ खाएर बनाएको बलिष्ठ जिउ। सुडुली शरीरसँग शारीरिक सम्बन्ध भने भएको थिएन। खाना पकाउँदा पातलो गम्छाले मात्र छाती छोप्नु पर्ने। बच्चाले दुध नचुसेका मेरा वक्षस्थल पहाडका चुचुरा झै कसिला थिए। त्यसैले होला ससुरा मलाई खाना बनाउने बेला हेरिरहनुहुन्थ्यो। मलाई भने जिउभरि काउकुती लाग्थ्यो। ससुराले मलाई एकोहोरो हेरिरहनु भयो। मैले पनि मेरो वक्षस्थल ससुरातिर फर्काएर खाना पकाउने थाले। अब मेरो मनमा मिलनको अभिलाषा जाग्यो। ससुरासँग प्यास मेटाउने रहर जाग्यो। खाना खाइसकेपछि ससुराले मलाई बुहारी मालिस गरिदिनु न भन्नुभयो। मैले पनि मौका पाएँ। ससुराको खुट्टा मालिस गर्दै थिएँ। मेरो नजर ससुराको कसिलो खाइलाग्दो शरीरतर्फ गयो। मेरो शरीरमा करेन्ट लागेको जस्तो भयो। धेरै समयदेखि भोकाएकी म आज मेरो भोक मेटिने भयो। मालिस गर्दै जाँदा मेरो हात ससुराको संवेदनशील अङ्गमा गयो। म डराएँ। ससुराले के भन्ने हो कि भनेर। तर ससुरा मन्द मुस्कानमा हुनुहुन्थ्यो। मेरो हौसला बढ्यो। म अझै उत्तेजित भएँ। मैले नाता सम्बन्ध सबै बिर्सेँ। मलाई अब मेरो प्यास मेटाउनु छ। यही सोच मेरो मनमा आयो।
त्यसपछि ससुराको कपडा खोले, मेरो पनि सबै कपडा खोले अनि ससुरा र म एक भयौं। त्यो रात मैले स्वर्गको अनुभूति गरे। ससुरा निकै तगडा हुनुहुँदो रहेछ। मलाई रातभरि सुन्न दिनु भएन। हामीले निकै नै रमाइलो गर्यौं त्यो रात। त्यसपछि त हरेक रात सुहारात रात। यसरी नै मेरो उजाड जीवनमा हरियाली छायो।